आज नशामुक्त भएको 14 वर्ष पुगेछ। सजिलो रहेछ छोड्न, तर छोडिरहन चाहिँ 14 वर्षसम्म धेरै गाह्रो रहेछ। यो 14 वर्ष होइन मेरो लागि, यो त प्रत्येक सेकेन्ड छोडेको छु, प्रत्येक दिन छोडेको मैले, प्रत्येक हप्ता 15 दिन गर्दै, 1 महिना गर्दै, एक महिना गर्दै, वर्ष पुऱ्याएर वर्ष गरेर मैले 14 वर्ष पुऱ्याएको। मेरो शारीरिक फिजिकल सिकनेस त मैले छोडेको हप्ता 10 दिनमा गयो, तर यो त्यसले मात्रै नहुँदा रहेछ। यसमा त इमोसनल विथड्रल, यसमा त मेन्टल क्रेभिङ, धेरैवटा कुरा नि त। अब खाँदाखेरि कति ठाउँ बिगारेको छु, घर परिवार समाज सबैतिर त बिगारेको छु। छोडे 1 महिना हप्ता दिन 15 दिन छोडेर घर बस्दाखेरि टिभीको रिमोट उठाउनु खोज्दाखेरि पनि बाउले मोबाइल लुकाउँथ्यो। बैठक कोठामा यसो के खानु मन लागेर भुजिया खानु मन लागेर यसो भुजियातिर हात हाल्दा पनि हतार आमा आएर दराजको चाबी लुकाउँथ्यो। यसो किचनतिर खाना खानु बसे वा किचनतिर यसो पानी खानु गयो भने पनि झर्के थालहरूतिर हेर्थ्यो आमा बाउहरूले। हिजो सब हान्दिएको छु नि त। अनि यो चिजहरू डिल गर्नु पर्यो। समाजमा निक्लिन्छु अनि ओठ छेडेको, नाक छेडेको, कान छेडेको मान्छे, हिजो छोरालाई खुवाएको मान्छे, हिजो झगडा गरेको मान्छे, हिजो चोरेको मान्छे, अनि 2 महिना भएको छैन छोडेको, अनि त्यो समाजमा त्यो गाउँ घरमा जाँदाखेरि त मान्छेहरूले मलाई त त्यही दृष्टिकोणले हेर्ने भयो नि त। त्यो चिजहरू मैले डिल गर्नु पर्यो नि त, त्यो चिजहरूलाई ट्याकल गर्नु पर्यो नि त। आमा बाउको टाउकोमा, आमाको टाउकोमा, बाउको टाउकोमा हात राखेर तपाईँ मर्नु फेरि खाएछु भनेर छोडेको मान्छे म, तर फेरि 2 दिनमा खाएको मान्छे हो म। मैले मनैदेखि भनेको थिएँ खाँदिनँ भनेर, खानु मलाई मन थिएन, रोकिनु मन थियो, तर सकिनँ मैले। 5 स्टार होटेलदेखि लिएर खालपाडाको रेलको पटरी गुमाथि बसेर खाएको मान्छे हो म। छोडिहाल्छु त अलिक दिनमा भन्ने थियो नि त मलाई। कन्ट्रोलमै छ जस्तो लाग्थ्यो। झापामा मात्रै होइन, काठमाडौँ नेपाल मात्रै होइन, म त सिलगढी पानी ट्याङ्की नक्सल रक्सल उहाँ वीरगन्ज उहाँ चाहिँ तपाईँको चाहिँ जोगमनी पुगेर खाएको मान्छे हो म। इन्डियामा पुलिसले मारेर लास जस्तो फालिदिएको मान्छे म खेतको बिचमा, र पनि आएर 2-4 दिनपछि फेरि त्यही ठाउँ माल खानु पुगेको मान्छे म। मेरो कन्ट्रोलमा भएको भए म जान्थेँ। 6 महिना हस्पिटल बसेर फेरि आएर खाएँ। मलाई डर थिएन होला मर्छु भन्ने, डक्टरले त मरिसक्यो भनेको मान्छे म, फेरि बाँचेर आएर फेरि माल खाएँ। मेरो कन्ट्रोलमा रहेन रहेछ, म एडिक्सनको कन्ट्रोलमा रहेछु। यो चिज बुझ्नु मलाई समय लागेर मैले मेरो जिन्दगीको 10-12 वर्ष वेस्ट गरेँ। झापाको टप स्कुल, काठमाडौँको टप कलेजमा पढेको मान्छे म। अहिले म यो ढुङ्गा गिटी ट्रिपर एस्काभेटर यो दुःख गरिरहनु पर्ने मान्छे हो म अहिले राम्रो खालको एसीवाला अफिसमा बसेर चाहिँ आनन्दले घुम्ने कुर्सीमा बसेर चाहिँ रिल्याक्सवाला जब गरिरहन्थेँ होला, म विदेशमा हुन्थेँ होला। आनन्द दिनलाई, खुसी हुनुलाई खाएँ सुरुमा, पछि बाँच्नुलाई खानु थाल्नु पर्यो। त्यो नखाइ म नर्मलै नहुने, त्यो नखाइ म बाँच्नै सक्दिनँ जस्तो हुने, उठ्ने बित्तिकै ओछ्यानमा चाहिन्छ। अनि यो सबै चिज 10-12 वर्ष यस्तो गरेर खाएको चिज मैले भनिनँ मर्छु भन्ने थाहा भइ खाइरहेको थिएँ। बोर्डरबाट त्यो सिरिन्ज, त्यो एम्पल, त्यो झोला भित्राउँदा मलाई डर थिएन होला पुलिसले पक्रिन्छ भन्ने, मलाई मेरो आमा बाउको माया थिएन होला। बोर्डरबाट उनीहरूको झोलामा चाहिँ लागु औषध हालेर चाहिँ लिएर आउँथे, पुलिसले पक्रिदिएको भए मेरो आमा पर्थ्यो। म हिजो लागु औषध शुद्ध बोर्डरमा पक्रेको भए म अहिलेसम्म जेलमा हुन्थेँ। यो चिज मलाई थाहा थिएन, थाहा भइ खाइरहेको थिएँ। किन? मलाई लाग्थ्यो यो मेरो कन्ट्रोलमा छ, छोडिदिन्छु, छोड्नु चाहेको दिन सकिँदैन रहेछ। यसको चाहिँ हामी कन्ट्रोलमा रहेछौँ। मन लागि छोडेको होइन मैले, नसकेर सिरिन्ज लिएर घोचे, यता घोच्छु, सबतिर घोचे। भेन भेट्दैन, भेन सुकेर साफ भएको छ, रगतै रगत भए। पेनमा छु, सिकमा छु, भेट्दैन ठाउँमा। 6 फिटको मान्छे 40 किलोको भइसके, सुई हानिरहेको मान्छे ब्राउनमा सिफ्ट गरेको चार्जै चित्त बुझ्दैन, डालगुटीमा सिफ्ट गरेको चार्जै चित्त बुझ्दैन। रक्सी खानु थाले बिहानदेखि खाने भएछु,
बिहानैदेखि हात खुट्टा काम्ने भएको त्यो रक्सी खाँदा खाँदै पनि सास बढेर एलर्जी जस्तो रातो हुन्थ्यो। रक्सी पनि मन पर्नु छोडो, उपाय थिएन। मलाई अझै लामो समय खानु मन थियो, मलाई कन्ट्रोल अझै मालले गरिरहेको थियो, अझै लामो। तर सकिनँ मैले, शारीरिक हिसाबले मेरो मानसिक हिसाबले केही हिसाबले पनि मैले मालसँग जित्नु सकिनँ। र मैले नमस्ते हजुर तपाईँलाई खाएँ मैले जिन्दगीमा, मलाई रिग्रेट त अब छैन। रिग्रेट गरेर पनि के गर्नु, सकिनँ हजुर, तपाईँलाई सर सम्मान, तपाईँदेखि मलाई छुटकारा दिनुहोस् म भनेर लम्पसार परेर अब म खाँदिनँ भनेर मैले छोडेर अहिले 14 वर्ष पुऱ्याएँ। सजिलो 14 वर्ष होइन यो, फलानाले 14 वर्ष पुरा होइन, आम्मामा 14 वर्षमा 14 लाखचोटि गाह्रो भएको छ मलाई, 14 लाखचोटि गाह्रो भएको छ मलाई, 14,000 चोटि गाह्रो भएको छ मलाई। चिया बगानको घारीमा माल हानिरहेको बेलामा पुलिसले आएर चारतिरबाट घेरो, त्यही सिरिज लिएर घोषदिउँ भनेर खेदाएको मान्छे म। किन खेदाएँ? कन्ट्रोलमा थिएँ म लागु औषधको। म त यसो 1-2 महिना 6 महिना भयो होला घोच्नु थालेको भनेर झस्याङ 10 वर्ष 5 वर्ष 6 वर्ष भइसकेको छ, झस्याङ्गै भयो म त। उपाय थिएन, कि मर्नु पर्थ्यो कि छोड्नु पर्थ्यो। छोड्नै मन छैन, आनन्द छ। हामी अलिक एकछिन दुःख सुख क्राइसिस भोग्ने आनन्द थियो। पुलिस प्रशासन, लिम्बुवान त्यतिखेरको, माओवादी त्यतिखेरको सबैको कारबाहीमा परे, सबैको खाएको छु मैले। 50औं चोटि यी हाम्रो इलाका परेको छु, 60-70 चोटि परेको छु। काठमाडौँमा म पर्दाखेरि नपरेको पुलिस चौकी छैन, एक रात सबैमा प्राय बसेको छु। त्यति हुँदै पनि छोड्नु सकिरहेको थिइनँ क्या। मलाई त मेरो कन्ट्रोलमा छ, म त जहिले चाहे तहिले छोड्छु जस्तो लागेको थियो, तर नहुने रहेछ। मलाई त यसले त कहाँ लगेको समाज एकतिर गएको रहेछ। म त गिटार सितार बोकेर, नाक छेडेर, कान छेडेर, ट्याटु हानेर, जिन्स च्यातेर, गिटार बोकेर अर्को बाटो जाँदै रहेछु। समाज एकतिर, म एकतिर। जाँदा 10-12 वर्ष कहाँ पुगेछु फर्किरहेको छु। यही समाजकै मान्छे ठिक रहेछ। अघि मैले भनिनँ त्यो मेरो अहमता, त्यो नेपाली यस्तो उस्तो गरिबहरू होइन रहेछ। म चाहिँ साफ, म चाहिँ गरिब रहेछु, म चाहिँ खाते रहेछु, म चाहिँ कुकुर रहेछु। उहाँहरू महान हुँदो रहेछ, मैले चाहने, म त यसरी बाँच्नु पर्ने रहेछ भनेर म उहाँहरूसँगै फर्किँदैछु, उहाँहरूकै बाटोमा फर्किँदैछु। म त पत्तुर भएको रहेछु। मैले अरूलाई पत्तुर सम्झेँ, म आफू पत्तुर भएको रहेछु, म आफू सकिएको रहेछु। के चाहिँ बेचिन, सुन चाँदी थाल फलाम घरमा भएभरको सबै चिज बेचे। टिभी मात्रै होइन, माथिको एन्टिना शुद्ध बेचेँ मैले। किन भन्दाखेरि यही चिजको कन्ट्रोलमा रहेछु म, एडिक्सनको कन्ट्रोलमा रहेछु। यसले मलाई कन्ट्रोल गरिरहेको रहेछ। यो नखाइकन म सर्भाइभ गर्नु गाह्रो मलाई, यो नखाइकन नर्मल हुन गाह्रो मलाई, यो नखाइकन रमाउन गाह्रो मलाई। मेरो हजुरआमाको लास त्यहाँ थियो, म नाति सिकमा थिएँ। पहिले माल खाएँ अनि मात्रै गएर हजुरआमाको लास हेरेको मान्छे म। मात्रै गऱ्यो भने नि तपाईँले हेर्दाखेरि केही देख्नुहुन्न होला, तर यही गरेको मुखभित्र नि त्यो जमानामा करोडौँको माल खाएको मान्छे म। सम्पत्ति सक्नु, स्वास्थ्य सक्नु, सम्बन्ध सक्नु, सबै चिज सक्नु। के को लागि सकिरहेको थिएँ मैले? सबै सकेछु मैले। किन भन्दाखेरि म त्यसको चाहिँ चङ्गोलमा रहेछु, त्यसको कन्ट्रोलमा रहेछु, लागु औषधको कन्ट्रोलमा रहेछु। 5,000 रुपियाँ मैले घरमा नि आमासँग माग्दा नि आमाले मलाई 50,000 रुपियाँ दिएर नि यो सधैँ 1,500 को खाएर सधैँ हामीलाई रुवाउनु, सधैँ हामीलाई मार्नु, सधैँ आफू रुनु, सधैँ आफूलाई मार्नु भन्दा एकैचोटि 50,000 एकैचोटि 50,000 को खा, मर्दे। त्यहाँदेखि तँ पनि आनन्द हुन्छ, तँलाई पनि हामीलाई पनि एटलिस्ट बाँच्ने आधार हुन्छ। सधैँभरि यसरी रुई बाँच्नुभन्दा बरु एकैचोटि रुन्छु अनि त्यहाँदेखि उता बाँच्छु भनेको कुराले हिट गरेर अब चाहिँ मैले छोड्नुपर्छ भने लागेको मान्छे हो म। त्यति भएर छोडे होला? होइन, अझै खाएँ। छोडिनु त उहाँ पर थियो। म जम्मिँदा कुल के भन्छ त्यसलाई, अब त्यो चाहिँ हाम्रो चाहिँ उयो अगाडि बढाउने, त्यो कुल अगाडि लाने कि के भन्छ, त्यो लाने छोरा जन्मियो भनेर मेरो आमा बाउले गाउँघरमा सबैमा लड्डु बाँडेको छोरा हो म। पछि मेरै कारण त्यही छरछिमेकमा गुहार बचा भनेर मेरो आमा बाउहरू शरण माग्नु गएको। त्यो दिनसम्म ल्यायो यो लागु औषधले मलाई।
त्यो दिनसम्म लागु औषधले मलाई तपाईहरूको भाषामा सरेन्डर गर्नु क्विट गर्नु भनेको हार्नु होला। हामी एडिक्ट्सहरूको जिन्दगीमा हामीले सरेन्डर गर्नु हामीले क्विट गर्नु भनेको हामीले जित्नु हो। सो एभ्रीवन यु हेभ टु सरेन्डर, यु हेभ टु क्विट। अरू उपाय छैन। लम्पसार परेर सक्दिनँ, ए प्रभु लागु औषध देउता म सक्दिनँ भनेर नमस्ते हात जोडेर तपाईँ जानुहोस् उपचारमा। मैले 12-13 वर्ष लागु औषध खाँदा नि मेरा आमा बाउहरूले पीर भोगेको छ। म जतिचोटि सिकुन्थेँ मेरा आमा बाउ त्यति रुन्थे, म जतिचोटि चार्जमा हुन्थेँ मेरा आमा बाउ त्यति रुन्थे। मैले मेरो आफ्नो मात्रै जिन्दगी सकिरहेको थिइनँ, मैले मेरो बाउ आमा मेरो परिवारको जिन्दगी सकिरहेको थिएँ। 12 वर्ष 13 वर्ष लागु औषध खाँदा मैले जति भोगेँ नि त्योभन्दा बेसी मेरो परिवारले भोगेको छ, मेरो आमाले मेरो बाउले भोगेको छ। लामो समय कोही खुसी हुनु सक्दैन लागु औषध खाएर। यो त मान्छेको भ्रम हो। अलिक दिन आनन्द रमाइलो गुडमा चार्जमा सधैँभरि हुँदैन। उठ्नुहोस् सरेन्डर गर्नुहोस्, लम्पसार हुनुहोस्, ट्रिटमेन्टमा जानुहोस्। अनि त्यो लागु औषध सेवन गरेको समयभन्दा त यो मेरो 14 वर्ष त स्वर्ग छ नि हो। दुःख सुख आफ्नो ठाउँमा छ तर स्वर्ग छ नि हो। सकिसकेको थिएँ, मरिसकेको थिएँ, साफै भइसकेको थिएँ। अहिले एटलिस्ट छाती फुलाएर सर ठाडो पारेर हिँड्ने त भएको छु। दुःख सुख आफ्नो ठाउँमा छ, बाँच्न त सिकेको छु। आमा बाउलाई खुसी नदिए पनि दुःख त दिएको छुइनँ कसैलाई। यो मैले भनिनँ, कसैलाई हार्म त गरेको छुइनँ। आफैसँग लडाइँ गर्दैछु, अगाडि बढ्दैछु, राम्रो बाटोमा राम्रो मान्छे हुन, त्यही समाजको मान्छेहरूसँग घुल मिलिँदैछु, राम्रो हुँदैछु। कहाँ म टिकटकमा गएर भिडियोज बनाउने मान्छे हो त। म त अहिले एसीवाला अफिसमा चट्ट बसेर चाहिँ बस भएर बसेर मेरो आफ्नो व्यापार व्यवसाय राम्रो अरूलाई काम हराउँदै चिसोमा खाने मान्छे अहिले टिकटकमा टोइक गर्दै बस्नुपर्ने। समयको खेल हो। सो फेरि पनि भन्दैछु, यो मेरो 14 वर्ष त्यति सजिलो 14 वर्ष होइन। यो मेरो 14 वर्षको मलाई एकदम माया छ। यो 14 वर्षलाई आजै भोलि माल खाएर म सक्नेवाला छुइनँ। यो 14 वर्षमा मेरो आमा बाउको सपना छ, मेरो आमा बाउको खुसी छ, मेरो परिवारको खुसी छ, मेरो आफ्नो खुसी छ, मेरो आफ्नो सपना छ। 14 वर्षलाई 24 बनाएर, 24लाई 34 बनाएर, 34लाई 35 बनाएर नसा मुक्त मर्छु। नसा मुक्त मर्नु पाऊँ, हे ईश्वर नसा मुक्त मर्नु पाऊँ। आनन्दले छाती फुलाएर शिर ठाडो गरेर। सो फेरि पनि भन्दैछु, यो 14 वर्ष मेरो लागि 14 वर्ष मात्रै होइन। यो मेरो आमा बाउको खुसी, मेरो आमा बाउको सपना, मेरो आफ्नो खुसी, मेरो आफ्नो सपना हो। यो 14 वर्ष मेरो लागि एकदमै मेरो लागि मेरो बायोलोजिकल बर्थडे, मेरो आफ्नो जन्मदिन भन्दा पनि यो मेरो 14 वर्ष मेरो लागि इम्पोर्टेन्ट हो। सो अझै पनि भन्दैछु, छोड्न त सजिलो छ, छोडिरहन गाह्रो छ। यो फिजिकल सिकनेस त अलिक दिनमा जान्छ, तर यो इमोसनल विथड्रल, मेन्टल क्रेभिङ, त्यसैले इन्क्योरेबल डिजिज, यो जाति नहुने रोग भन्छ। सो एउटै प्रार्थना ईश्वरसँग, म हिजोको म जस्तो जति एडिक्ट्सहरू हुनुहुन्छ संसारमा सबैले समयमै डिभोर्स हुनुभन्दा अगाडि, सम्पत्ति सकिनुभन्दा अगाडि, मर्नु अगाडि, जेल पुग्नुभन्दा अगाडि, हस्पिटल पुग्नुभन्दा अगाडि, बिरामी हुनुभन्दा अगाडि, आमा बाउलाई मार्नु रुवाउनुभन्दा अगाडि सबैले उपचार पाओस्। जय रिकभरी, जय नेपाल। माया छ सबैलाई। किप कमिङ ब्याक।